क्या कहते थे हम गरीब यूट्यूबर देखो ना किसके साथ है हाम्रो अझै सर नाच्छ अरे बेलुका है यो डान्स हेर्नुको लागि चाहिँ तपाईँले पुरा भिडियो हेर्नुपर्छ हो बजार भइदिरहेको 4 डिग्री सेल्सियस गाइस नट अ जोक यहाँ बाटो हेर्दै जानुपर्छ पाहाडमा यस्तो डिउ छ कि यहाँबाट झरेर निस्किनु तल उता गाउँमा पुग्छु नि फेरि कुखुरा हेर्नु न बेलुका त हामी यसि एउटा कसैले लु गेस गर्नु सक्छ यो बाइकको एज कति भइसकेको छ भनेर गाइस हेलो गाइस सो स्वागत छ फेरि नयाँ ब्लगमा है GYS गाइस कैसे हो गाइस I love you YOU मतलब I love you आलुको बिउ सो गाइस अब चाहिँ हामी के प्लान छ हाम्रो केही प्लान छैन हाम्रो हेलिकप्टर छ कत्रा हस् प्लान यो छ कि नाउ वी आर डुइङ साइट सिइङ हजुर फ्रेन्च फ्राई पकोडा हाम्रो यहाँ रातिको लागि अर्डर हुँदैछ फ्रेन्च फ्राई गरिदिनुहोस् न सबैले हामीलाई खानु पनि पुगिहाल्छ लु गाइस अब त रमाइलो ब्लग हुन्छ है अब चाहिँ है यो चाहिँ हिजो अर्को ब्लगदेखि अर्को ब्लग है अनि यहाँदेखि चाहिँ घाम पनि दामी देखिरहेको छ यो त गेटअपै चेन्ज गाइस देखो न कौन है गाइस देखो न क्या बोलते थे गाइस आप लोग क्या बोलते थे देखो ना गाइस कौन है गाइस मेरी माँ मुझे देखेगी नाचना जरूर है सब चाहिँ रमाइलो ब्लग हुन्छ यहाँदेखि चाहिँ एन्ड बेलुका हाम्रो के छ अरे फायर के अरे सब कुछ छ बन फायरहरू हुन्छ हो सो रमाइलो हुन्छ सो हुन्छ सबै लास्ट तक बसिदिनु है ब्लगलाई इन्जोय गर्नु रमाइलो गर्नु सो राइट गाइस यहाँ फोटोहरू खिचिरहेछ यहाँ दाहरूले होइन एकदम हाम्रो मोडल क्याल्भिन ब्रो हाम्रो सिसल दा रोल क्यामेरा एक्सन कत्रै फोटोहरू हुँदैछ एन्ड गाइस यहाँ हाम्रो RX1000 गाइस चाहिँ गर्नु क्या सेटिस है कसैले लु गेस गर्नु सक्छ यो बाइकको एज कति भइसकेको छ भनेर लु प्लिज गेस गरेर लु कमेन्ट गर्नु त अब चाहिँ गाइस है सनसेट हुँदैछ सो चाहिँ गर्नु एन्ड गाइस RX1000 बिचमा क्या सेटिस देखिरहेको छ सो बबाले मजा आइदिरहेको छ हो बबाल भन्दा खतरनाक मजा आइदिरहेको छ मजा खतरनाक भन्ने म त हात मिलाउन आएछु सो गाइस कस्तो देखिरहेको छ प्लिज कमेन्ट गर्नु अरे बाख्रा छ ए बाख्रा चोर भन्नु बाख्रा चोर भन्नु जस्ट किडिङ मेरो दा अलवेज ह्यान्डसम छ अलवेज हेर्छौ म अरे HNXM भनेको के हो ह्यान्डसम बाख्रा चोर जस्ट किडिङ त्यो चाहिँ मनमा राख्नु होइन कहाँ मनमा राखिन्छ त्यो चाहिँ मनमा राख्ने कुरा हो सो अब मजा रमाइलो भइदिरहेछ क्या सो गाइस अब हामी चाहिँ जाँदैछौँ बन फायरपट्टि है तपाईँलाई देखाउँदैछौँ है एन्ड गाइस कत्रो कुखुरा हेर्नु न बेलुका त हामी यसि एउटा यसले जानुपर्छ होला एउटा राति के हो र काँटा निक्लेर कुखुरा बकर जिमबाट निस्केछ यो त राति एउटा लिएर जानुपर्छ ल पोल्नुको लागि बन फायरमा भेजिटेरियन परिहाल्यो नि हामी त होइन नि हाम्रो त चल्छ सनसेटको भ्यू सनसेटको लिइरहेको छ अब लास्टपल्ट घाम डुब्दैछ दाले यत्रो फुटेजहरू पनि कति मेहनतले लिनुपर्छ है त आप लोग देखते अच्छा सा है ना तो घरमा बसी भिडियो कितना मेहनत है ना आप लोग जानते हैं आप लोग नहीं पता होगा भाई यो बात है यहाँदेखि जग्गा चाहिँ गर्नु न है कस्तो दामी छ आम्मा हो डिल त कत्रो डिल हो यहाँ हाम फाल्यो भने त केही हुँदैन 10-15 मिनट लाग्छ ल तल आम्बो सेटी देख्छु नि मजा क्या दामी देखिरहेछ हैन यो चस्माले अझै मजाको देख्दैछ हौ आउँदै होला है 150 रुपैयाँ दिएगा मजा आइदिरहेछ सुन्नुहोस् न मेरो कुरा पनि मैले एउटा नयाँ बिजनेस खोलेको छु त्यसको नाम छ अनुराधा चिट फन्ड 21 दिनमा पैसा डबल सानो दामी देखिरहेछ मजा आइदिरहेछ बब्बाल त एकदमै परफेक्ट लाग्यो यो जग्गा सो राइट गाइस हाम्रो तम्बु हामीले लगाइसकेको छौँ अन्त अब चाहिँ हाम्रो यहीँ हुनेवाला छ फायर हो राति चाहिँ बबालले मजा आउनेवाला छ आज हो
सो रमाइलो हुँदैछ इन्जोय हुँदैछ त्यो चाहिँ गर्नु अब यहाँ चाहिँ हाम्रो आगो बालेर राति चाहिँ के हुन्छ अरे बनफायर गर्छौँ हामी बन फायर गरेर क्याम्पिङ हाम्रो अझै सर नाच्छ अरे बेलुका है यो डान्स हेर्नुको लागि चाहिँ तपाईँले पुरा भिडियो हेर्नुपर्छ हो खतरा डान्स गरिदिन्छ कोरियोग्राफर म सो गाइस हामीले चाहिँ तम्बुहरू सबै लगाइसक्यौँ हो अन्त अब चाहिँ हामी जाँदैछौँ चिया र पकौडा खानुको लागि ओए सेट्टिज देख्थ्यो यार अहिले चाहिँ गर्दै थिएँ नि म दादा बब्बाल मिठी भन्छ यसलाई चाहिँ दामी देख्नु थाल्यो बादल पुरा छेक्यो हो उता घाम लागेको हुनुपर्थ्यो माथि मजाको देख्नु थियो मजा आइदिइरहेछ सो राइट गाइस अहिले चाहिँ हामी यहाँभित्र बसिरहेको छौँ है दाहरूसँग अन्त हाम्रो चाहिँ चिया आइसकेको छ अब चिया हामी खाने हो अन्त त्यसको बादमा चाहिँ हामी फायर के अरे बोन फायर होइन बोन फायरपट्टि जाने हो है आज चाहिँ बबालले मजा आइदिइरहेको छ क्या दाहरूसँग है मजा आइदिँदैछ मजा फेन्टा स्प्राइट सब आउँदैछ सबै आउँदैछ सो हाम्रो अझ सर हेलो केही भन्नु छैन सो बहुत मजा आइदिरहेछ ऊ चाहिँ राति हुँदै गयो मजा आउँदै जान्छ हो अनि यहाँदेखि बाहिरको नजर पनि देखाइदिइहाल्छु तपाईँलाई एकपल्ट है दामी देख्दिरहेछ क्या भबाल हेर्नु न आम्बो सेकेन्ड एन्ड दिवाली आएको जस्तो फिल भइदिइरहेछ मलाई चाहिँ यहाँ हो एन्ड हाम्रो यहाँ क्याल्भिन ब्रोले यहाँ लिप बाम पाइसक्यो अरे अघिदेखि खोजेको थियो ह्याम कहाँ नाटेको नि सो हाम्रो चाहिँ यहाँ अब स्न्याक्स रेडी भइसकेको छ फ्रेन्च फ्राई एन्ड पकौडा अब चाहिँ हामी यो भरेर ढेराउने हो एन्ड यसको बाद चाहिँ हामी बोन फायरपट्टि निक्लिने हो बोन फायरपट्टि देखो न गाइस देखो ना क्या कहते थे हम गरीब यूट्यूबर देखो ना किसके साथ है देखो ना गाइस देखो फ्रेंच फ्राई इधर देखो फ्रेंच फ्राई भी है क्या बोलते थे यहाँ पे देखिए कौन है गाइस देखिए क्या बोलते थे हम गरीब यूट्यूबर देखो गाइस और क्या आ रहा है पकोड़ा भी आ रहा है गाइस देखो ना गाइस देखो सभी का दिन चेंज होता है हर से गलत मान्छेहरु युट्युबर भइरहेछ बाप रे बाप मलाई डर सरी लाग्यो हर शेर का दिन आता है गाइस शेर का हैन हर शेर का दिन आता है गाइस आफूले गाइस देखो ना क्या लगा रहा है गाइस अब हम भी हैंडसम होगा गाइस देखो ना गाइस अब हम भी हैंडसम होगा गाइस स्नैक्स में हम लोग पूरा मतलब रिग्रेट हुँदैन ला यतिखेर निको भयो त्यो भनेको त फ्रेन्च फ्राई एन्ड सक्दिनु कम त टाइम लाग्यो पकोडा त्यो टेन्सन लाग्यो अर्डर गर्ने थियो सक्किनु खाने हो कोही खान्छ आँखा सो राइट गाइस अब हामी चाहिँ निक्लिँदैछौँ है बोन फायरको लागि अन्त यहाँ दाहरू अगाडि हिँड्दैछ हाम्रो अझ सर पनि अगाडि हिँड्दैछ हो तर केही पनि देखेको छैन यार अझै पनि अझै देखिरहेको छ फ्लास छ लु अब फ्लासवाले हो अहिले चाहिँ देख्दैछ अब हामी चाहिँ बोन फायरपट्टि जाँदैछौँ हो बताउनु पनि त यहाँदेखि चाहिँ गर्नु न बबाल नजारा देख्दिरहेछ बबाल दामी देखिरहेछ यार मजाको ठाउँ छ यार दामी कता हो बाटो त सो राइट गाइस लाइटले गर्दाखेरि के बाटो देखेको छुइनँ हो एन्ड मैले चाहिँ यो बोकिरहेको छु यो चाहिँ के हो तपाईँलाई थाहै छ होला अब चाहिँ हामी सुँगुरको मासु पोलेर खाने हो गाइस सुँगुरको मासु यहाँ बाटो हेर्दै जानुपर्छ यार पाहाडमा यस्तो डिल छ कि यहाँबाट झऱ्यो भने फेरि म तल उता गाउँमा पुग्छु नि फेरि सो मासु पोलेर खाने हो है दाइले पनि ब्लगहरू बनाइराख्नु भएको छ सो गाइस हाम्रो आगो बलिसकेको छ अब चाहिँ हामी एकदम खतरावाला यहाँ हाम्रो क्याल्भिन ब्रदर नाच्नेवाला छ है अनि हाम्रो दा गाना गाउनेवाला छ दा एकदम गाना बन्द 90s का गाना बन्द दाले एकदम गलासाला एकदम रेडी पारिसकेको छ गाना गाउनुको लागि अनि क्याल्भिन ब्रोले जिउसु एकदम तताइसक्यो हामी ताली मार्नुको लागि एकदम रेडी भइसकेको छौँ ताली बजाना है हमें ताली बजाने के लिए हम लोग भी रेडी है ना तो सब रेडी हो चुका है अभी तर सो अभी स्टार्ट हो गया यहाँदेखि तर नजारा चाहिँ बबाले देखिरहेछ क्या सो गाइस अब हल्का आगो छ ताप्ने है आगो ताप्ने हो अन्त त्यसको बादमा चाहिँ सुँगुरको मासु पोल्दै खाने हो गाइस अब फिल्मको मेन
हिन्दी अब स्टार्ट भइसकेको छ अनि दाले गाना गाउनेवाला छ स्टार्ट हुनुपर्छ लु 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 एन्ड गाइस यो आगोले के कामै गरेको छैन तातै भएको छैन खोइ के हो आगो नामको लागि मात्रै हो यो आइस टी भनेर सुनेको छ यस्तै भइरहेको छ होइन आइस आगो भइरहेको छ चिसो तातै भएको छैन नि यस्तो हात हालेर यहीँ छैन त ल चेक करो गाइस चेक करो द ओपनिङ सङ हम सिलसिला है ना सॉन्ग नेम इज कौन सा रे तेरे इस चेहरे को चांद सुनहरे को मैंने तुझे घर में उतारा वो मुझे याद है जस्ट ब्लॉग कैमरा पूछा था क्या होता है काम में यस यस तेरे लिए मैं गाऊं तेरे लिए मैं गाऊं जग सारा छोकर मेरे मन को किया तूने का इशारा बदला ये मौसम लगे प्यारा जग सारा छोकर मेरे बस हर महीना को मैं हमको झूठाऊंगा राइट गाइस क्या रमाइलो भइदिरहेको छ हो होइन हाम्रो आगोले चाहिँ खोइ के कामै गरेको छैन यहाँ दाइले फुकिराख्नु भएको छ फेकाको फेकाको है बलेको पनि छैन हो यो हङकङ मार्केट काको दौरे त काँचो छ कि के हो दौरा त ठिकै छ कि आगो नै फेक रहेछ के तातो मार्केटको नाच्दाखेरि तर बबा तातो भइदिरहेको थियो सो रमाइलो भइदिरहेको छ मजा आइदिरहेको छ हामीलाई चाहिँ गाइस अब चलिरहेछ नन स्टप चलिरहेछ हाम्रो मेरो ब्लग पार्ट 1 पार्ट 2 पार्ट 3 भएर आउँदैछ भन्दा स्पिड चल्छ नि त दाको ब्लग करा छ है सो गाइस तापिरहेको छु म आएको सो मजा आइदिरहेको छ फेरि नाच्ने हो लु कब से खड़ा मेरा हो मैं अपना मेन डान्सर चाहिँ बसिरहेको छ हो जाडो भएर सबसे ज्यादा ज्याकेटहरू लगाइरहेछ यहाँ हो सबसे बेसी जाडो भयो अरे ओभर जाडो छ यार आगो पनि फेक आगो पनि फेरि बलेको छैन फेरि दौरा तात्दैछ सो राइट गाइस है मैले 1 प्लेट बार्गीको खाइसकेँ हो सो यहाँ एकदम बजार भइदिरहेको है अम्बो 4 डिग्री सेल्सियस गाइस नट अ जोक खतरै जाडो म चाहिँ 1 प्लेट खाइकन अब यो जानु आँटेको म त जाडो पनि खतरै लागिदिइसक्यो हो अन्त होप तपाईँलाई ब्लगहरू मन पर्दै होला हामीले कति दुःख गरेर बनाइरहेको छु ब्लगहरू है एन्ड अब सबैजना माथि जाँदैछ माथि चढ्दैछ एन्ड हामीले चाहिँ टेन्टहरू सबै छोडिदिउँ हो सेल्फी स्टिक कहाँ किन ए सेल्फी स्टिक त्यसो लिएर यहाँ बिर्सिसकेँ म यहाँ प्लेट लिएर जाँदैछु हो एन्ड होप तपाईँलाई आजको ब्लग मन पर्दै होला अब जाउँ रुममा गएर खानासाना खाने हो है अन्त त्यसको बाद चाहिँ सुत्ने हो भोलि फेरि नयाँ ब्लग स्टार्ट हुन्छ किनकि भोलि नयाँ बाटो जाने नि त हामी हो एन्ड होप तपाईँलाई मनपर्छ होला यो बाटो पनि एन्ड च्यानलमा जो जना छ प्लिज सब्सक्राइब गरिदिनु लाइक गर्नु सेयर गर्नु सब्सक्राइब गर्नु ल
अलराइट गाइस है फाइनली हामी चाहिँ खानाहरू खाइसक्यौँ म एन्ड अब रुममा ल्यान्डिङको लागि आइसकेको एन्ड यो चाहिँ मेरो बेड हो यो चाहिँ हाम्रो अजय सरको बेड हो अन्त दाहरू चाहिँ उतापट्टि अर्को रुममा छ है सो होप तपाईँलाई आजको ब्लग कस्तो लाग्यो प्लिज कमेन्ट गर्नु लाइक गर्नु सेयर गर्नु है एन्ड एकदमै निन्दा लागिसक्यो अहिले चाहिँ 12 बजिसक्यो नि त एन्ड मजा आइदिइरहेछ रमाइलो भइदिइरहेछ है एन्ड भोलिदेखि फेरि नयाँ ब्लग स्टार्ट हुन्छ अनि यो ब्लग चाहिँ किन मैले यतिवटा भागा गरेको छु भन्दाखेरि चाहिँ लङ हुँदै थियो नि त सो रमाइलो भइदिइरहेको थियो अन्त रमाइलो पलहरू तपाईँहरूलाई देखाऊँ भनेर चाहिँ मैले ग्याप टु ग्याप गरेँ है सो होप तपाईँहरूलाई मन पऱ्यो होला है अन्त प्लिज च्यानलमा जो नयाँ छ सब्सक्राइब गरिदिनु लाइक गरिदिनु सेयर गरिदिनु है खतरनाक रमाइलो इन्जोय भइदिइरहेछ एन्ड हाम्रो अजय सर चाहिँ बाइकहरू लक गर्नु गइरहेको छ है अन्त अब त्यही हो अब बेसी बातहरू नगरौँ अब सुत्नु छ है भोलि बिहान फेरि छिटो उठ्नुपर्ने छ हो सो त्यही भन्दा आजको भिडियो यहाँ गरेर त्यसो है सो किप लभिङ किप सपोर्टिङ है सो बाई टेक केयर एन्ड सी यु इन नेक्स्ट ब्लग सो बाई